स्वरूप हात सल बोलाउँदै होलान्। अलिकति देख्ने बित्तिकै मौका पाउने बित्तिकै ठोकिनु मन लाग्छ होला। केटी मान्छे घरमा 12 बजे पुग्यो भने ओहो फलानुको छोरी त कस्तो बिग्रेको, तिमी जाटा चाहिँ बिहानको 7 बजे पुग्दाखेरि पनि तिमी चाहिँ एकदमै राम्रो छोरो। ओहो छोटो कपडा लगाएको छ, हेर त त्यसको छातीमा चिरा देखिरहेको छ, कस्तो मजा। ए झाँठो तेरो दिदी बन्द हुन सक्छ नि। यो समाज ढोङ छ, यो समाज अप्ठ्यारो छ, यो समाज अनौठो छ। त्यो 7 वर्षको बच्चा, उसलाई के थाहा थियो? आफ्नो चित्कारसम्म पनि बुझ्न नसकेर रोइरहेको थियो। यो सरकारले के निर्मलालाई पनि त शान्त बनाउन सक्दैन होला। अलिकति पैसा छ, रवाब छ, तपाईँ चिच्याको कसैले पनि सुन्दैन रहेछ। यहाँ यो समाज नै ढोङ्गी हो। मेरो बाउ पनि ढोङ्गी, मेरो आमा पनि ढोङ्गी, यो समाज नै ढोङ्गी हो। हाँसेनन् सधैँ मुस्कुराउने अनुहार त्यो आज हाँसेन। बोलिएनन् सधैँ गुनगुनाउने आवाज आज गुन्जेन। चौकिलो अनुहार त्यो अँधेरो थियो, फुल झैँ मुहार त्यो मलिलो थियो। दुई गोडा बिचको घाउ सहनै नसकी आज 7 वर्षमा नै उनी बिनाएकी छिन्। कति जातिकी